र आज हामी चौथौं श्रृङ्खलामा कुरो अनि माटोको कुरा गर्छौं। आज चाहिँ एकदम टेक्निकल कुरा गर्नको लागि मसँग चन्द्रगिरी कृषि सामग्री केन्द्रबाट मेरो आदरणीय दाइ सुजन श्रेष्ठजी आउनु भएको छ। उहाँलाई म स्वागत गर्न चाहन्छु। र नेपालको एउटा यङ युवा विदेशमा केही समय आफ्नो श्रम एकदम महत्त्वपूर्ण समय चाहिँ विदेशमा कसरी काम गर्ने कुरा सिकेर आएर अनि नेपालमा आफ्नो एउटा फार्म सेटअप गरेर फार्ममा कति वर्ष गर्नुभयो तपाईँले ट्याक्कै? अहिले लगभग कति भयो 14 वर्ष भयो। 14 वर्ष आफैले प्र्याक्टिकल फार्मिङ गरेर चाहिँ अहिले चन्द्रगिरी कृषि सामग्री केन्द्र मार्फत उहाँले किसानहरूको समस्या समाधान गर्ने प्राविधिक ज्ञान शिक्षा दिइरहनु भएको छ। र सँगसँगै यो कृषि क्षेत्रमा चाहिँ एउटा उद्यमशीलताको यो भनौँ न व्यवसायको एउटा मोडल पनि प्र्याक्टिस गरिरहनु भएको छ। तपाईँलाई फेरि पनि म स्वागत गर्न चाहन्छु। धन्यवाद। र अब थोरै सुरुवात कृषि क्षेत्रमा चाहिँ तपाईँ कसरी लाग्नुभयो, यहाँ कसरी सुरुवात गर्नुभयो? किन काठमाडौँ या यो वरपरको युवाहरू चाहिँ कृषि क्षेत्रमा त्यति धेरै आकर्षित हुँदैनन्। कसरी चाहिँ कृषि क्षेत्रमा आफूलाई पाउनुभयो तपाईँले? होइन, कुनै नेपालमा 70 साल 68-70 साल जुन छ त्यतिखेर चाहिँ कृषि क्षेत्रमा चाहिँ काठमाडौँ मात्र होइन विदेशमा मान्छे पनि काठमाडौँ नेपाल फर्केर खेती गर्ने त्यो चाहिँ माहौल थियो त्यो बेलामा। र त्यही माहौलको क्रममा चाहिँ म 70 सालतिर नेपाल फर्केँ। हजुर। र त्यसपछि कृषि पेसा अँगालेको। भनेपछि विदेशमै हुनुहुन्थ्यो, नेपालमा केही गर्नु पर्यो या नेपालमा कुनै क्षेत्रमा जोडेर नेपालमै आफ्नै देशमा गरौँ भन्ने खालको एउटा उटुटी सहित फर्किनु भयो? होइन, अब त्यसलाई त्यति साह्रो उपन्न उटुटी भनेर नभनौँ होइन। नेपाल फर्किनु थियो मलाई, किन त्यहाँको लाइफ एकदम हेक्टिक भइसकेको थियो होइन। नेपाल फर्किनु भन्दा अगाडि चाहिँ त्यतिखेर चाहिँ यो यस्तै भर्खर इन्टरनेट त्यहाँ पनि म युएमा थिएँ। हजुर। अनि युट्युब आएको थियो त्यो बेलामा। हेर्न थाल्दाखेरि चाहिँ त्यहाँ नेपालमै कृषि केही गर्न सकिन्छ भन्ने कुरा चाहिँ कार्यक्रम 2-4वटा कार्यक्रमहरू हेरेँ। हजुर। अनि त्यहीबाट इन्सपायर भएर नेपाल गएर पनि त हुँदो रहेछ नि त, आफ्नै देशमा बसेर गर्न सकिँदो रहेछ र कृषि गर्न सकिँदो रहेछ। र जुन चाहिँ त्यति ठुलो त्यतिखेर चाहिँ कृषि भनेर त त्यति ठुलो नलेज हुनुपर्छ भन्ने कुरा त होइन जस्तो लाग्थ्यो। र आएर चाहिँ अनि त्यसरी कृषिमा चाहिँ हाम फालियो, खेती गरियो। अब फेरि पनि प्रश्नलाई फेरि पुरानै प्रश्नमा गएँ म होइन। जस्तो तपाईँले आज हुर्किँदै गरेको चाइल्ड या कहाँबाट चाहिँ तपाईँको कृषिको विचारोपन भयो? भित्र आफूलाई कृषिमा कम्फर्टेबल हुनुपर्छ नि मान्छे त कुनै पनि व्यवसायमा होइन। जस्तो सङ्गीत क्षेत्रमा लाग्ने मान्छे त ऊ बच्चैदेखि सङ्गीतमा रुचि भए जस्तै कृषि क्षेत्रलाई हेर्ने नजरिया कम्फर्टेबल चाहिँ तपाईँ कसरी हुनुभयो? यस्तो भयो, हाम्रो पुस्ता जो छ हजुर कतै न कतै कहिले न कहिले खेतमा काम गरेको छ होइन। सायद त्यो काठमाडौँमै हुर्क्यो पनि। जतिखेर हामी काठमाडौँमा हुर्किँदै थियौँ, म काठमाडौँ वडा नम्बर 16 बासी। हजुर। नयाँ बजार एरियामा धान थियो एकदम। नयाँ बजारमा धान थियो, खुसीबुमा धान थियो होइन। नामै खोलाको छेउमा अब अहिले नयाँ बसपाक जुन छ त्यसको पछाडि त्यो त सबै खेत हो होइन। काउली लगाउँथ्यो, धान लगाउँथ्यो। अनि त्यो सबै देखेर गरेरै आइरहेको थियौँ नि त हामी होइन। त्यही भएर कृषि चाहिँ हाम्रो रगतमै छ एकदम। जस्तो हामी त अब बाई बर्थ डिएनएमा कृषक भएको अब काठमाडौँ आउनुभयो अनि त्यसपछि कृषि व्यवसाय गर्नुभयो। अब सम्भवतः कुनै पनि व्यवसायमा सजिलो छैन यात्रा। तपाईँको यात्रा कस्तो भयो? पहिलो अब विदेशमा बसेर सबै कुरा व्यवस्थित ठाउँमा बसेर अब नेपालमा आएर कृषि सुरुवात गर्दै गर्दाको यात्रा कस्तो थियो? अब यो इन्ट्रेस्टिङ छ है। नेपालमा कृषि चाहिँ होइन, कृषि सिकाउने ठाउँ चाहिँ मैले त्यतिखेर भेटिनँ। र कृषि सुरु गर्दा चाहिँ कस्तो थियो भने एउटा एग्रोभेटमा गएको थिएँ। हजुर। ट्याक क्यालकुलेटर ट्याङ्ग थिचेर 3 महिनामा यति फाइदा भनेर देखाएको हो कि होइन। क्यालकुलेटर थिचेर होइन। जस्तै सुरुवातमा मैले अब जम्मा 2 रोपनी यस्तो जग्गा लिएको थिएँ हजुर सुरुमा। अब त्यसपछि अब बिउ लिन जानु पर्यो होइन। त्यसपछि नेपालमा बिउ लिने ठाउँ त कालीमाटीतिर गइयो है। हजुर।
त्यहाँ कुनै एग्रोभेटले चाहिँ मलाई त्यसरी चाहिँ 2 रोपनीमा यति बेर्ना जान्छ, यति बेर्ना तिनमा यति फल्छ, यसमा यति खर्च लाग्छ, यति खर्च ट्याक्क थिचेर बजार भाउ यति भनेर फाइदा कति भनेर त 2 रोपनीमा 50,000 लगानी गरेर 2 लाख रुपियाँ हुन्छ भने त ओहो किन नगर्ने भन्ने भयो नि त एकदम हैन। तर त्यसपछि चाहिँ बिस्तारै त्यो च्यालेन्जेसहरू चाहिँ के च्यालेन्जेस आउँदो रहेछ भनेर सिक्दै आज त 13-14 वर्ष भयो त्यो च्यालेन्जेसहरू सिक्दैछौँ। अब त्यो च्यालेन्जेसलाई कसरी चाहिँ समाधान गर्न सकिन्छ भनेर आफ्नै सेल्फ उबाट चाहिँ काम गरिरहेको छ। सो अब जस्तो कोही चाहिँ इन्ट्रेस्ट भएर या नेचरले पनि यो एग्रिकल्चर या प्रकृतिसँग रमाउनको लागि पनि छिर्छन्, तर नेपालमा अधिकांश मान्छे चाहिँ कृषि क्षेत्रमा पनि फस्छन् नि अरू व्यवसाय जस्तो। तपाईँ फस्या जस्तो महसुस त छैन नि? छैन, फसेको जस्तो महसुस किन छैन भने कृषि क्षेत्रमा वास्तवमा बुझेर गऱ्यो भने फस्न त फसिँदैन। तर जति जुन हिसाबले देखाइन्छ नि हिसाब कृषिमा यस्तो हुन्छ, यो हुन्छ, त्यो हुन्छ, इन्टरभ्यू अझ युट्युब होइन, त्यो चाहिँ यथार्थ होइन। त्यो चाहिँ यथार्थ होइन। त्यही त मैले नि एउटा इन्टरभ्यू हेरेको थिएँ, 1 महिनामा 2 लाखको फल्ने स्ट्रबेरी होइन, मासिक यति आम्दानी भनेर। अनि मैले प्रश्न पनि गरेको थिएँ कुन चाहिँ महिना भनेर, किन सिजनमा मात्र फल्ने चिजको त हुँदैन त्यो प्राविधिक कुराहरू, त्यस्तो धेरै कुराहरू छ। अनि सम्भवतः धेरै नेपालमा व्यवसाय गर्नेहरू चाहिँ अरूको देखासिकीमा गर्छन् नि त। त्यो देखासिकीमा गरिरहँदाखेरि त पक्कै नै समस्या छ। तपाईँले कस्तो अहिलेको सिनारियो कस्तो पाइरहनु भएको छ, या त्यो यात्रामा पनि किसानहरू कसरी किसान बन्थे नेपालीहरू? नेपालको कृषि त देखासिकी नै हो होइन। एउटा ठाउँमा टनेल हाल्यो भने त्यो 2 वर्षपछि त्यो गाउँमै पुरै टनेलै हुन्छ। एउटाले यो गोलबेडा लगाउनु, टनेलमा फेरि टमाटर मात्रै होइन, टमाटर मात्रै हुन्छ भने जस्तो हिसाबले चाहिँ टमाटर मात्र लगाइन्छ। त्यसपछि अब कहीँ पाउलुनिया भनेर आयो, कहिले पेपिनोमेलन भनेर आयो, कहिले चाहिँ त्यो के अरे क्याक्टस घिउकुमारी एलोभेरा होइन, त्यो सबै देखासिकी हो। र लास्टमा चाहिँ के भइरहेछ नि, त्यो हरेक कुरा चाहिँ फेलियर भइरहेछ। अहिले अब ड्रागन फ्रुट भनेर आइरहेछ। एकदम यो चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ धेरै हार्स हुन्छ। कुनै समय कालिज भनेर आयो, कडकनाथ भनेर आयो, एकदम सिजनल छ। अनि यसमा चाहिँ कस्तो मैले चाहिँ के पाएँ, मेरो पनि आफ्नो एग्रिकल्चर जर्नी 2071 सालदेखि सुरु गरेँ कौशी खेतीबाट। काठमाडौँमा चाहिँ अब जग्गा जमिन हुँदैन, अब चाहिँ खेती चाहिँ कौशीमा गर्नुपर्छ, जमिनै हुँदैन भन्ने भएको थियो। म घर बनाएँ, ऱ्यापिड स्पिडमा घर बनाएँ देखेर। अनि कौशी खेतीबाट सुरु गर्दै जाँदाखेरि जमिनहरू देखियो, जमिन छ भने चाहिँ अझै सम्भावना छ भनेर जमिनमै काम गर्न थालेँ। अनि यो क्रममा चाहिँ हजुरले भन्नुभएको जस्तै के भयो त भन्दा धेरै किसान या धेरै व्यवसायहरू त्यो हुइममा चाहिँ मजाले फस्या। अनि वास्तवमा फाइदा लिने चाहिँ किसान हुँदैन रहेछ, व्यवसायी हुँदो रहेछ जस्तो लाग्यो मलाई चाहिँ। जस्तो ब्रोइलर खेती गर्दाखेरि ब्रोइलर कम्पनी एउटा जो हुन्छ, ब्रोइलर प्रोडक्सन गर्ने या त्यो सबै गर्ने, किसानलाई सबै सामान दिन्छ, किसानले लस सबै बेहोर्ने होइन लास्टमा। तर व्यवसाय चाहिँ एउटाको चलिरहेको हुँदो रहेछ। कृषि क्षेत्रमा पनि त्यस्तै छ होइन, हाम्रो तरकारी क्षेत्रमा पनि यस्तो हो। कृषि क्षेत्रमा म व्यवसायी हुन्छु भन्यो भने त्यो मान्छे लसमा जाँदैन नि त। एकदम होइन, ऊ के अहिलेको खेती पद्धति हेर्ने हो भने चाहिँ ऊ म व्यवसायी हुन्छु भनेर ऊ आएकै छैन कि। मलाई फलानाले टनेल हालिदिन्छ, फलानाले चाहिँ मलाई बिबिसा दिन्छ, फलानाले बेर्ना दिन्छ, अनि फलानालाई म गोलबेडा बेच्छु भन्यो भने ऊ कृषि व्यवसायी भयो त। ऊ त जहिले पनि कामदारै भयो। त्यो प्रवृत्ति चाहिँ धेरै देखियो ब्रोइलरमा, त्यस्तो देखियो होइन, ब्रोइलर खेती भनौँ न, गोरुबेडा कुखुरा पालनमा। अनि अब गोरुबेडामा पनि लगभग त्यस्तै खालको देखियो। अनि मैले पनि सधैँ कुरा गरिरहेको, किसानले चाहिँ ऊ आफू व्यवसायी हो भनेर सोच्दैन। ऊ राज्यसँग सबैसँग हात फैलाउने, लास्टमा आफ्नो उत्पादन बेच्नलाई सुत्दा होइन, अरूले गर्दैन, राज्यले गर्दैन भने हामी तरकारी फाल्नेसम्म स्थितिमा पुग्यौँ। अनि मैले आत्ममूल्याङ्कन गर्दाखेरि चाहिँ यदि म व्यवसाय हो भने चाहिँ कुन चाहिँ चिज लाउँछु, कुन चाहिँ चिज मैले बेच्न सक्छु, कुन चाहिँ चिजको उच्चतम मूल्य पाउँछु, या कम क्षतिमा मैले कम लगानीमा उत्पादन गर्न सक्छु, त्यसलाई उच्चतम मूल्य लिएर नाफा कमाउन सक्छु, त्यसरी सोच्नु पर्दो रहेछ भन्ने लागिसकेपछि मैले चाहिँ यो जुन ट्रेनबाट काठमाडौँ उपत्यकामा व्यवसाय कृषि भयो त्यो ट्रेन छोड्देँ।
अनि त्यो भएर चाहिँ मैले मल्टिपल क्रप गर्न थालेँ, धेरै चिज एक्सपेरिमेन्टै म आफैले पनि गरिरहेँ। त्यसरी चाहिँ अगाडि बढिरहेको छु। अब यो कुरा गरिरहँदाखेरि चाहिँ ठ्याक्कै हाम्रो अब कृषिको एउटा सिनारियो छ नि त, अहिले हामी नेपालको एउटा व्यवसायीकरणको एउटा उचाइमा पुगेर अलिकति एउटा भनौँ न त्यो स्थिरतामा छौँ जस्तो लाग्छ, एउटा ग्रोथमा छ होइन। त्यसमा मुख्य चिन्ता डिक्लाइनिङमा छ, डिक्लाइनिङमा छ अभियसली। त्यसको यो समयको चाहिँ भनौँ न अब समस्या, अपर्च्युनिटी, च्यालेन्जेसहरू के छ, के पाउनु भयो? विशेष त तरकारी खेती नै भनौँ न, या फलफुल खेती पनि सबै कुरामा कमाउने कुरा हो। अपर्च्युनिटी त कृषिमा सधैँ छ एकदम, तर कृषि भनेको चाहिँ पसिना बगाउने मात्र हो जस्तो लाग्दैन क्या मलाई। एकदम हामीले जहिले पनि कसलाई मूल्य दियो भने कृषक भनेको चाहिँ पसिना बगाउने एकदम होइन, मेहनती फोहोरी होइन, जहिले पनि माटो धुलोमा फोहोरी नभनौँ होइन, माटो धुलोसँग बसेको खेल्न पर्ने होइन, पसिना यसो पुसेको किसानको चित्र कस्तो आउँछ भन्दाखेरि होइन, हामीले त्यो सानो बच्चा गर्दा सानो चाहिँ खेत, सानो चाहिँ बारी, सानो चाहिँ किसान, सानो चाहिँ जहान चालेको लुगा त्यो चित्र छ नि, त्यो महेन्द्रमाला किताब भन्ने थियो, त्यसमा त्यो चित्र थियो। त्यो चित्र आजसम्म पनि, आज 30औं वर्षको दौरानमा पनि, अनि किसान भनेको को भन्दा त्यो पोर्ट्रेट त्यही हुन्छ क्या होइन। र हिजोको त्यही नेता भनेर गाली गरे जस्तो, अनि यो समाजले किसान भनेको त्यही चित्र देखिरहेको हुन्छ कि होइन। र किसानको पोर्ट्रेट त्यसरी भइरहेछ देशमा। तर वास्तवमा कृषि कर्म भनेको चाहिँ विज्ञान बुझ्यो भने कृषिमा सक्सेस भइन्छ। विज्ञान बुझ्न सकिएन भने अब त्यो सधैँ एग्रिकल्चर इज साइन्स, बिग साइन्स मात्र होइन, बिग साइन्स। त्यही भएर त के भन्छ एग्रिकल्चर साइन्सै पढ्नु पर्यो होइन, त्यसको कोर्सै भएको हो होइन। कोर्स त भयो तर प्र्याक्टिकली किसानबाट त्यो डाउनलोड भएको छैन कि। त्यसमा चाहिँ कस्तो भन्दाखेरि जसले पढे ऊ प्राविधिक भए या ऊ जागिरे भए होइन, ऊ जागिरे भए अथवा विदेश गए। सो त्यसको सरकारले पढायो, सरकारले यत्रो खर्च गरेर बनायो म्यान पावर होइन। हुन त उसले सोच्ला मैले त पैसा दिएर पढिरहेको छु होइन, त्यो कलेज बनाउनलाई, त्यो इन्फ्रास्ट्रक्चर बनाउनलाई सबै सरकारले खर्च गरिरहेको छ, बाटो होइन, हिँड्ने बाटो देख्छ होइन। मतलब त्यो कलेजको त्यो म्यान पावर बिल्डअप गर्नलाई चाहिँ सरकारको भयङ्कर इन्भेस्टमेन्ट छ। तर त्यो इन्भेस्टमेन्टको रिटर्न चाहिँ सरकारले जसलाई सोचेर चाहिँ त्यो मान्छे प्राविधिक बनाइरहेको छ किसानबाट चाहिँ त्यो पुगेको छैन। र सानो टेक्निकल मिस्टेकको कारणले गर्दाखेरि किसानले चाहिँ त्यो ठुलो मूल्य चुकाउनुपर्छ। 1-1.5 वर्ष अगाडि हो अथवा 2 वर्ष अगाडि हो थाहा छैन, एउटा पत्रिकामा मैले ठ्याक्कै देखेको थिएँ कि कुन गाउँपालिकामा हो, अब त्यो काउली चाहिँ एक किसिमको त्यो अनौठो रोग लागेर सबै काउली बिग्रियो भनेर भन्छ। अनि त्यहाँको पालिकाको प्राविधिकले के भनिरहेको छ भने यो नौलो रोग आयो भनिरहेको छ कि। तर जहाँसम्म मलाई मेरो नलेज छ क्लब रूट हुन सक्ला, क्लब रूट होइन, त्यहाँ पोटासियम डिफिसियन्सी देखिरहेको थियो। ओके पिक्चर हेर्नु पिक्चर हेर्दा त्यो पातको जुन पात हेरे त्यो पोटासियम डिफिसियन्सी देखिरहेको थियो। र अब किसानलाई चाहिँ के भनेर बुझाइयो अथवा किसान के भनेर चाहिँ आफू चाहिँ के भन्छ चित्त बुझाउनु पर्यो भने यो त अचानक नौलो रोग आएर नेपालले पत्ता लगाउन नसक्ने बाली बिग्रियो भन्ने कुरा त्यसरी त्यो स्थितिमा चित्रण गरियो। विज्ञान त्यहाँसम्म पुगेको छैन। यही कुरामा चाहिँ मकैमा पनि त्यस्तो भयो नि, घोगा नलाग्ने समस्या धानमा पनि छ। धानको समस्या धेरै राजनीतिकरण भयो। यो धान चाहिँ त्यतिखेर चाहिँ मेरो विचारमा अहिले चाहिँ क्लाइमेट चेन्ज ठ्याक्कै भएको छ होइन, असोजमा पानी पर्न थालेको छ। अथवा चाहिँ जतिखेर धानमा चाहिँ पोलिनेसन हुन्छ हुने पर्ने टाइममा चाहिँ पानी परिदियो भने चाहिँ पोलिनेसन नहुने समस्या हुन्छ। अब त्यस्तो टेक्निकल कुराहरू भन्दा पनि अब यो चाहिँ यहाँ चाहिँ कस्तो छ भने सबभन्दा ठुलो चाहिँ व्यवसायलाई दोष दिने होइन, जुन त हाम्रो राजालाई दोष दिने हो नि त। म व्यवसाय गर्दै हुन्छु, आफै व्यवसायी पनि भएको कारणले गर्दाखेरि त्यो मात्र होइन, जसरी धनजनको क्षति भयो नि भदौ 24 गते, त्यो वास्तवमा चाहिँ त्यो समाजको साइकोलोजी हो कि। हाम्रो यहाँ अगाडिको सिजी जल्यो नि त होइन, देखियो नि त, जल्यो होइन, मान्छेले जलाए, हामी गयौँ हेऱ्यौँ, त्यहाँ यहाँबाट मुस्लो आएपछि गयौँ होइन। त्यो के भने जसले पुँजी बनाउन जान्छ होइन ऊ चाहिँ समाजको दुश्मन भइरहेछ क्या, गलत खालको। अनि यहाँ पनि के भइरहेछ भने जसले
नयाँ टेक्नोलोजीमा इन्भेस्ट गर्छ र उसले चाहिँ भोलि त्यो रिटर्न लिन्छ या आफ्नो बिजनेस बढाउँछ। धानको केसमा चाहिँ मलाई कतै न कतै त्यो राजनीति लाग्छ। यही केसमा अहिले तपाईँले भन्नुभन्दा अब व्यवसायलाई हेर्ने नजरिया, अब किसानले आफूलाई व्यवसाय नसोच्ने के सोच्ने त होइन। त्यति मात्र होइन, म एउटा जोड्छु। 3-4 वर्ष अगाडि गोलबेडा कालीमाटीमा गोलबेडा फालियो होइन, त्यो वास्तवमा भने किसानकै आवेग थियो कि होइन। त्यो गोलबेडा फाल्दाखेरि चाहिँ एक किसिमको चाहिँ सरकारसम्म चाहिँ आवाज पुगोस् भन्ने कुरा थियो, किनभने सरकारको प्रपर प्लानिङ नभएर चाहिँ वास्तवमा गोलबेडाको डिमान्डभन्दा सप्लाई हाई भयो नि त होइन। सरकारले अनुदान बाँड्ने अनि सबै कुरा गर भन्ने, ठ्याक्कै डिमान्ड कति छ थाहा छैन होइन। अनि त्यसपछि पालिकाहरूले के सम्म गर्ने, एक घर एक टनेल अन्धाधुन्द के गोलबेडा ठ्याक्कै उत्पादन गरिसकेपछि त्यसको चाहिँ बजार छ कि छैन भन्ने थाहा छैन। एक घर एक टनेल गोलबेडाकै लागत छ भने मतलब छैन, गोलबेडाकै बेर्ना दिएको छ किसानलाई होइन। त्यसरी चाहिँ उत्पादन बढ्यो, उत्पादन बढ्दै गर्दाखेरि चाहिँ के भयो, यहाँ त फाल्नुपर्ने अवस्था आयो र त्यो फाल्दाखेरि किसानले फाल्यो त्यो होइन, किन हामी नि थियो फाल्ने। एक दिन चाहिँ त्यो दिन चाहिँ असारको 3 गते चाहिँ कालीमाटीमा देखायौँ, 4 गते 5 गतेतिर चाहिँ हामीले के गर्यो, डोजर खनेर आफ्नै खेतमा फालेको छौँ होइन, गाडियो 5 रुपियाँ किलो पनि पाइएन भने त। तर त्यो बेलामा कसरी पोर्ट्रेट गरियो भने दोषी कसलाई देखाइयो भन्दाखेरि कालीमाटीको व्यापारीलाई होइन। कालीमाटीको व्यापारीलाई चाहिँ दोष देखाएर सम्पूर्ण बौद्धिक समाज, सम्पूर्ण राज्य, सम्पूर्ण कर्मचारीहरू दोष एकतिर थुपारेर आफू पन्छे होइन। हामीले जिम्मेवारी लिनु खोजेनन् होइन। यहाँ त सबभन्दा ठुलो दोषी त को हो भन्दा व्यवसायी हो, त्यस्तो बनाइयो होइन। सधैँ त्यही बनाइन्छ कि व्यवसायीलाई दोषी बनाइन्छ र सबै दोष उसलाई थोपरिन्छ र आफू पन्छिन्छ। वास्तवमा ठुलो दोष सरकारको एकदम अभिभावक त त्यही नलिसे होइन। म सरकारलाई चाहिँ सरकारले किन्नुपर्छ भन्ने कुरा पनि म मान्यता राख्दिनँ। व्यवस्थापन सुरुदेखि गर्नु पर्यो, जमिनदेखि। डाटाको नेपालभरिको डाटा चाहिँ किसानले लिन सक्दैन कि। तर म 3-4 वर्षको म भन्छु जतिखेर गोलबेडा फालिरहेछ किसानले भाउ पाएको छैन भने त्यो बेलामा काउलीको भाउ चाहिँ 150 रुपियाँ 200 रुपियाँ किलो भइरहेछ। एक्ज्याक्टली। त्यही वर्ष पनि फेरि भाउ चाहिँ उच्चतम मूल्यमा गयो नि, इतिहासकै क्रिकेटको 3500 सम्म पुग्यो नि त्यही वर्ष पुग्यो होइन। त्यही 1 महिना 2 महिनाको दौरानमा होइन, 15 दिनको दौरानमा, 15 दिनको दौरान असारको 20 गतेपछि चाहिँ त्यो भाउ बढेको छ कि। त्यो भएको चाहिँ के थियो भन्दाखेरि इन्डियामा चाहिँ म्यासिभ गर्मी भएको कारणले इन्डियामा चाहिँ भाइरस एकदमै लाग्यो र इन्डियामा प्रडक्सन भएन र नेपालबाट उता गयो, नेक्स्ट च्यानलबाट गयो। इन्ट्रेस्टिङ मजाको कुरा के छ, गएको कसरी छ हामीलाई थाहा छ होइन, हामीलाई थाहा छ कसरी गएको छ। यहाँबाट चाहिँ वीरगञ्ज जान्छ, यहाँबाट विराटनगर जान्छ, त्यहाँबाट इन्डिया कसरी जान्छ थाहा छैन। कृषि मन्त्रीले के भने थाहा छ त्यो बेला, मेरो पहलले चाहिँ भारत गोलबेडा गयो भने उसले प्रतिवेदन निकाले जस्तो लाग्छ। त्यो बेलाको कृषि मन्त्री, मलाई नाम थाहा छैन किनभने इन्सिग्निफिकेन्ट पिपलहरू हो जो पोलिटिक्स गरिरहेछ कि। किन उनीहरू ठुलो कुरा मात्र गर्छ होइन, ठुलो कुरा गर्न मात्र आउँछ कि, अरू केही पनि आउँदैन, प्लान कसरी गर्ने भन्ने आउँदैन। जब गोलबेडा फालियो त्यसपछि म नेपालको 2-4 वटा सरकारी कार्यालयमा गएँ कि होइन। डिमान्ड एन्ड सप्लाई किन बढिरहेछ त भनेर कुरा चाहिँ मैले कम्प्लिट डाटा सहित एउटा किसान आयोग छ यो किर्तिपुरमा, त्यहाँ गएर दिँदाखेरि त्यहाँको कर्मचारीले मलाई के भन्दा छ, तिमी किसानै होइन भने होइन। कस्तो लजिक उसको, किसानलाई यत्रो डाटा कसरी थाहा हुन्छ, किसानले कसरी किसानलाई डाटा थाहा कसरी हुन्छ भनेर क्वेसन सोध्न सक्ने मान्छे चाहिँ कर्मचारी भएर बसेको छ कि होइन। तिनीहरूलाई के, तिनीहरूको त्यो राणाको पालमा छ कि उनीहरू। नलेज चाहिँ हामीसँग मात्र हुन्छ एकदम होइन भन्ने कुरा चाहिँ उनीहरू सायद त्यो सोचे हो कि। तर त्यो बेलाबाट हाम्रो पक्षबाट सोच्दाखेरि त उहाँहरूलाई चाहिँ एकदम कम अनभिज्ञता छ नि त होइन। उहाँहरूलाई मलाई के लाग्दैन भने नेपाल सरकारको कर्मचारीहरूसँग थाहा छैन भने, किन हामी जस्तो मान्छे त सयौँजना हजारौँजना उहाँले भेटिरहेको हुनुहुन्छ, त्यो एक्सपिरियन्स सेयरिङमा पनि उहाँले धेरै नलेज लिइरहेको हुन्छ कि। तर उहाँहरूसँग त्यो मुटु अथवा त्यो इच्छा शक्ति छैन जसले चाहिँ यो चेन्ज ल्याउन सकोस् कि होइन। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अहिले चाहिँ नाम चेन्ज गरेको छ। त्यो प्लास्टिक होइन र त्यो ट्र्याक्टर
त्यतिमै बाँडेर हुन सकेछ कि आधुनिकीकरण भनेको मेसिनरी मात्र होइन नि त समस्या सोइलमा छ सबै कुराहरू होइन माटो यस्तो भइसकेको छ होइन उहाँहरूलाई त्यो बाँड्नु छैन क्या शनिबार पहिला सोमबार आउँथ्यो नागको एसएमएस आउँछ होइन तपाईँले लगइन गर्नुभयो भने नागको एसएमएस आउँछ कि के भन्छ सरकार चाहिँ हामी चाहिँ यो विषादी न्यूनीकरण गर्नुपर्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ अनि शुक्रबार बेलुका आउँछ क्या मेसेज अब चाहिँ पानी पर्न लाग्यो गाउँमा चाहिँ डडुवा लाग्छ डाइथिनियम 45 हाल्नुहोस् होइन यो किरा लाग्छ मालाथियन हाल्नुहोस् एकदम म देखाइदिन्छु एसएमएस सबै त्यो आउँछ एकदम एक्ज्याक्टली सो गभर्मेन्ट कहाँ वेयर दे आर हेडिङ के सिस्टम गभर्मेन्ट नभनौँ अब गभर्मेन्ट त चेन्ज भइरहेको छ सिस्टम चाहिँ कहाँनिर सिस्टम वेयर दे आर हेडिङ होइन त्यो एग्रिकल्चर सिकाउँदै गर्ने क्रममा पनि रासायनिक मलको सजेसन नभएको कुनै पनि पुस्तिकै छैन हाल नै त्यही भन्छ मलको नाममा उहाँहरूले मलै त्यही मात्र सजेसन उहाँले के सजेस्ट गर्नुहुन्छ भने यो टेक्नोलोजी कहाँ पुगिसक्यो कि एकदमै उहाँहरू चाहिँ आजभन्दा 40 वर्ष अगाडि उहाँहरूले पढेको डाइथिनियम 45 मै अड्किरहनु भएको छ एकदम होइन सो बिरुवाले चाहिँ त्यो म्यानको जेबको रेजिस्टेन्स बिल्डअप भइसक्यो अब उसलाई नयाँ चाहिँ मोलिक्युल चाहिरहेछ नयाँ केमिकल चाहिरहेछ उहाँहरू म्यानको जेब प्रिफर गरिरहनुहुन्छ होइन जब काम गर्दैन अनि किसानले डोज बढाउँदै जान्छ उसलाई के सिकाइँदैन किसानलाई भने यो डोज बढाउँदै गएपछि चाहिँ जुन किरा हो अथवा चाहिँ रोग हो त्यसको रेजिस्टेन्स डेभलप हुँदै जान्छ बरु यो केमिकल चेन्ज गर्नुपर्छ है भनेर रोटेसन गर्न धेरैवटा विधि छ अरू पनि होइन ट्र्यापहरूको कुराहरू छ टेक्निकल कुराहरू त धेरै कुराहरू जस्तो अब सरकारी क्षेत्रबाट त कृषि क्षेत्रमा हामीले त महसुसै गर्न पाउँदैनौँ नि उपस्थिति त्यो अनुदान दिँदाखेरि चाहिँ मैले के भने इन्ट्रेस्टिङ म भन्छु इन्ट्रेस्टिङ पहिला कृषि ज्ञान केन्द्र थियो कि एउटा कार्यालयको नाम होइन उसले ज्ञान त कहिले बाँडेन कि सामान मात्र होइन अनि उसले के गरेन भने होइन ज्ञान बाँड्नु पर्छ भन्ने कुरा चाहिँ को अब्जेक्टिभबाट खोलिएको कार्यालय होइन अनि उसले ज्ञान बाँड्न सकेन अब उसले चाहिँ के गरेन भने ओहो हामीले त गलत काम गरिरहेको रहेछौँ हामीले ज्ञान बाँड्न सकेनौँ कृषि विकास कार्यालय भनेर नाम राख्यो कि अरूको नाम चेन्ज भयो ज्ञान केन्द्रबाट या जिल्लाको त्यो संरचना हट्दाखेरि त्यो पनि संरचना हटाउन सक्छ होइन त्यो नामै जिल्लाको जस्तै हाम्रो पहिला चाहिँ कलङ्कीमा के पश्चिम भेगीय के थियो नि त त्यो चाहिँ कृषि विकास के थियो जिल्ला समन्वय के थियो होइन त्यसपछि प्रदेश सरकार आएपछि कृषि ज्ञान केन्द्र भनेर आयो कि अब त्यो ज्ञान केन्द्रले त ज्ञान बाँड्न पर्ने उसले ज्ञान बाँड्नु भन्दा चाहिँ उसलाई चाहिँ अनुदान बाँड्नु अथवा चाहिँ त्यो डकुमेन्टेसन यसमै रमायो यति रमायो कि हामी चाहिँ ज्ञान बाँड्न सक्दैनौँ हामी कार्यालयको नामै चेन्ज गर्छौँ भनेर कृषि विकास केन्द्र भयो क्या अहिले चाहिँ अथवा समथिङ के भयो भनेपछि कृषि विकासमा लाग्नु भएको छ उहाँलाई खैर यो कुरा हजुरले लिनुभएको एउटा कुरा चाहिँ कृषि ज्ञान केन्द्रलाई मैले छोडेँ मेरो आफ्नो अनुभवबाट म चाहिँ थाइल्यान्डमा ट्रेनिङ गर्न गएको थिएँ चियाताई कम्पनीमा कृषिको ट्रेनिङ होइन त्यहाँ जाँदै गर्दाखेरि चाहिँ थाइल्यान्डमा कृषि बुझ्न मौका पाइयो हामी एकदमै भाग्यमानी थियौँ हामी 12-13 जना किसान जाँदा थियौँ अनि त्यहाँ गइरहँदाखेरि चाहिँ थाइल्यान्डको राजा कृषि क्षेत्रमा यस्तो धेरै प्यासनेट हुनुहुँदो रहेछ कि थाइल्यान्डमा 10,000वटा चाहिँ रिसर्च सेन्टर खोल्नु भएको रहेछ उहाँले कृषि अनुसन्धानको लागि त्यो लगभग एउटै कृषि केन्द्र चाहिँ लगभग 100-150 रोपनीको होला त्यहाँ च्याउदेखि लिएर तरकारीका सबै चिजहरू त्यहीँ एक्सपेरिमेन्ट हुन्छ त्यहीँ हेर्न पाउने स्कुलको बच्चाहरू पनि गएर त्यहाँनिर क्याम्पिङ गरेर सिक्न पाउने रहेछ आफैले गर्न पाउने त्यस्तो चाहिँ 10,000वटा उहाँहरूको त्यो समुद्री सतहदेखि लिएर त्यो सबै क्षेत्रहरूमा उहाँले त्यसरी गर्नुभएको रहेछ थाइल्यान्डको राजा आफैमा पनि एग्रिकल्चर इरिगेसन इन्जिनियर हुँदो रहेछ अनि उहाँको छोरी तपाईँको अरू के इन्जिनियर होइन मैले ठ्याक्कै अहिले बिर्सेँ अनि उहाँहरूले एग्रिकल्चरमा जुन त्यो प्लेनबाट चाहिँ क्लाउड सिडलिङ भन्छ त्यो क्लाउड सिडिङ त्यो धेरै अगाडि गरिसक्नु भएको रहेछ त्यहाँ थाइल्यान्डमा अनि त्यसपछि त्यो धेरै कुराहरू राम्रो तरिकाले सिकेँ नेपालको ज्ञान केन्द्र चाहिँ वास्तवमा माटोमा एक्सपेरिमेन्ट गरेर आएको ज्ञान चाहिँ सिकाउने केन्द्र हुनुपर्ने तर त्यस्ता रिसर्च सेन्टरहरू खुलिया छन् होइन राजा अलि अगाडि नै राजाको पालामा भनौँ न जिल्लामा अनुसन्धान केन्द्र त्यहाँ चाहिँ हाम्रो पहुँचै हुँदैन या त्यहाँ जाने वातावरणै बनाउँदैन रहेछ सिक्ने ठाउँ त त्यो थियो होला उहाँले रिसर्च गरिरहनु भएको छ त्यो चाहिँ गरिसकेको रिसर्च चाहिँ हामीसँग पुग्दैन केले रोक्या छ त्यो थाइल्यान्डको चाहिँ होइन मलाई त्यति डिटेल त थाहा छैन तर 1960 अगाडिको थाइल्यान्ड र 1960 पछिको थाइल्यान्ड चाहिँ
एकचोटि अध्ययन गरे हुन्छ उसले आफूले आफूलाई जुन थाइल्यान्ड भनेर संसारमा एग्रिकल्चरबाट एग्रिकल्चरबाट ल्याएको त्यो हो पर्यटनबाट होइन हामीले त्यो पायौँ त्यहाँ देख्यौँ पनि अनि यथार्थै त्यही हो यथार्थै त्यही त्यो युट्युबरमा डकुमेन्ट होला हैन हामी त भूगोलमा गएर त्यो रिसर्च त्यो सबै रिसर्च सेन्टरमा गयौँ इतिहास हेर्न पाइयो क्या एक्ज्याक्टली नेपालमा चाहिँ के भइरहेछ भने रिसर्च त भइरह होला छ त अभियसली छ हैन तर त्यो रिसर्च चाहिँ जहाँ जान पर्ने हो नि त्यो गइरहेछ त भन्ने कन्सर्न मात्र ठुलो कुरा हो नेपालमा बजेट कसरी सकाइन्छ भन्ने कुरा चाहिँ कृषिमा त यत्रो बजेट छ हैन तर जसको लागि छुट्याइएको बजेट हो त्यो बजेट चाहिँ त्यो लेभल त्यो ठाउँसम्म पुगेछ कि छैन भने बिग क्वेसन हो क्या हैन आजसम्म जेसुकै होस् एउटा सानो ट्राइकोडर्मा निकाल्ने कुरा ट्राइकोडर्मा होस् अथवा चाहिँ एउटा सिड होस् हैन अथवा कुनै एउटा चाहिँ इन्फ्रास्ट्रक्चर टेक्नोलोजी होस् कृषिमा हैन नेपालमा विकसित भएको कुराहरू हैन विकसित भएको कुराहरू चाहिँ यो चाहिँ हाम्रै नेपालले डेभलप गरेको हाम्रै नेपालको हो भनेर गर्व गर्ने ठाउँ छ केही छ त त्यो देखिँदैन मैले हिजो भर्खर एउटा ऊ पनि हेरेको थिएँ एउटा सानो एउटा पोस्ट आएको रहेछ फौजी किराको लागि चाहिँ एउटा ब्याक्टेरिया नेपालको विद्यार्थीले फङ्गस डेभलप गर्नुभयो अनि त्यो चाहिँ अहिले उहाँले चाहिँ विषादी कम फैलाउने अभियान चलाइरहनु भएको छ एकजना महिला हुनुहुँदो रहेछ मेटार्जियम जस्तो लाग्छ अनि चितवनमा त्यसरी गरिरहनु भएको रहेछ अब त्यसलाई पनि त राज्यले आइडेन्टिफिकेसन गर्नु पर्ला यी हामीले नै पत्ता नेपालमा मात्र पत्ता लाग्यो भने त यो त ग्लोबल्ली जानुपर्ने कुरो हो हामी पनि पृथ्वीमा नै देखियो मलाई त्यो यदि होइन भने त त्यो न्युज चाहिँ मलाई अलिकति म्यानिपुलेटेड बायस जस्तो लाग्छ हैन के मैले पनि देखिरहेको थिएँ मैले पनि देखेँ तर मैले डिटेलली पढेको छैन किसिमको ढुसी हो त्यो ढुसीले चाहिँ उसो मार्छ र मेरो विचारमा त्यो नेपालमा खोज भएको चाहिँ होइन अभियसली होइन त्यो पहिला पनि त्यो मेटार्जियम जस्तो लाग्छ है त्यो चाहिँ हामीले पनि प्रयोग गरे हो किरै तपाईँ अमेरिकाबाट आएको छ होइन यस्तो छ रहेछ नि भनेर भनिन्छ नि अब मेरो दुई तिनवटा कुरामा प्रिन्सिपल डिफ्रेन्स छ कि आलु पनि त नेपालको कहाँ आउँछ होइन धेरै बाली हुँदैन मकै कहाँबाट आएको खुर्सानी कहाँबाट आएको आलु कहाँबाट आएको होइन केरा कहाँबाट आएको एकदम यो कस्तो हुन्छ नि संसार चाहिँ अब माइग्रेसन भइरहन्छ चराचुरुङदेखि जनावरदेखि मान्छेदेखि माइग्रेसन भइरहन्छ र यो बोट बिरुवा पनि माइग्रेसन हुन्छ र कुन चाहिँ इन्भाइरोमेन्टमा चाहिँ त्यो जिन चाहिँ एक्सप्रेस हुन्छ त्यो कुरा मात्र हो अनि ऊ सधैँ इभोल्युसनमै छ त्यो पनि हो अब जस्तै उहाँले पत्ता लगाउनु भयो होला अथवा के होला मैले जानेसम्म चाहिँ त्यो चाहिँ पहिला पनि प्र्याक्टिसमा छ त्यो कुरा मेटार्जियम हाली जस्तै हामीले चाहिँ खुम्रे किराको लागि पनि त्यही रिकमेन्ड गर्छौँ तर पनि अब त्यसलाई प्रमोट चाहिँ गर्नु पर्ला ठिक छ त्यसलाई अझ एकचोटि भेटघाट नै गरौँ के हो साँच्चै राम्रो रहेछ भने हामीले पनि प्रमोट गर्नुपर्छ या प्रयोग पनि गर्नुपर्ने हुन्छ र अब टेक्निकल कुरैमा आउँ न अब भनौँ न आज टेक्निकल कुरै धेरै गर्ने भनिरहेको थियौँ हामीले जस्तो नेपालको माटो चाहिँ मरिरहेछ या विश्वकै माटो मरिरहेछ माटो कसरी जोगाउनु त माटै भएन भने कसरी खेती गर्ने होइन खेती माटोमा गर्ने कि खेती मनमा गर्ने होइन बिग क्वेसन एकदम सरकारलाई पनि बिग क्वेसन मनमा खेती गर्ने भए त जे गर्ने कागजमा खेती गर्ने माटोमा खेती गर्ने भने चाहिँ माटो के हो भन्ने कुरा बुझ्नु पर्यो होइन यो माटो जहाँ खेती हुन्छ नि त्यो एउटा टप सोइल हो 10 सेन्टीको त्यो टप सोइल हुन्छ त्यति माटो बन्नलाई यहाँ सयौं वर्ष लागेको छ हजारौं वर्ष लागेको छ काठमाडौँ उपत्यका 10,000 वर्ष अनि संसारभरिको जुन टप सोइल छ त्यो टप सोइल बन्नलाई हजारौं वर्ष लागेको छ एकदम होइन त्यो टप सोइल माटो त छ नि त तर टप सोइल किन भनियो त भन्दाखेरि त्यो टप सोइलमा के हुन्छ भन्दा माइक्रोब्सहरू हुन्छ त्यहाँ चाहिँ एउटा हाम्रो आँखाले नदेख्ने चाहिँ लाइफ छ के त जीवन छ होइन लाखौं अरबौंको संख्या म्याटर चाहिँ हामीले यदि हालेनौँ भने त्यो ब्याक्टेरियाहरू बाँच्दैन खानेकुरा भएन भने बस्ने घर भएन भने उनीहरू बाँच्दैन अनि उनीहरू नबाँच्ने बित्तिकै माटो डेड हुने हो कि होइन त्यसपछि त्यो सोइल हुन्छ के अरे मड हुन्छ सोइल हुँदैन अब त्यसलाई माटो बनाउनु पर्यो माटो जीवन्त हुनु पर्यो माटो जीवन्त हुनुको लागि माइक्रोब्स चाहियो
र अब हाम्रो खेती प्रणाली चाहिँ कस्तोमा गइसक्यो भने खेती प्रणाली चाहिँ हाम्रो अब के भन्छ हाम्रो जग्गा फ्र्यागमेन्टेड छ त्यसपछि हामी सानो सानो जग्गाहरू चाहिँ उलेर भाडामा लिएर खेती गर्नु पर्छ त्यो माटोको त्यो जग्गाप्रति त्यो माटोमा चाहिँ जो कृषक हो अथवा जो कृषि व्यवसाय उसलाई माया छैन कि किन माया छैन भन्दाखेरि माया छैन पनि या उसले त्यति माया गर्नै सक्दैन किन छोटो समयको लागि छ माया गर्न एक्ज्याक्टली हैन त्यो माया गरेर त के पाउँछ त 5 वर्षपछि त त्यो जग्गा त प्लटिङ भइसक्यो हुन्छ जस्तो मैले 46 रुपैयाँमा खेती सुरु गरेको थिएँ आज 10 रुपैयाँमा छ बाँकी त प्लटिङ भइसक्यो त त्यो माटोलाई मैले किन माया गरेँ त हैन बेकारमा बढी खर्च गरेँ हैन अब यसको लागि चाहिँ सरकारले यस्तो प्लानिङ चाहिँ किसानको लेभलबाट हुन सक्दैन सरकारकै लेभलबाट हुनुपर्छ हो हिजो चाहिँ इन्फ्रास्ट्रक्चरको प्रब्लम थियो हैन अब काठमाडौँकै भनौँ न हाम्रै यहीँको गोलबेडा कालीमाटी पठाउँदाखेरि चाहिँ गाडी ठेल्नु पर्थ्यो गाह्रो थियो हैन गाडी चढ्थेन नि जस्तो यही भेगबाट कालीमाटी बजार यति नजिक थियो तर यहाँको तरकारी बिक्री हुँदैन थियो तरकारी खेतीमा आकर्षिकै थिएन मैले सुरु गर्दाखेरि क्या म विद्यालय पढ्दै गर्दा कहाँ लगेर बेच्ने भन्ने समस्या थियो तर अब चाहिँ के भयो इन्फ्रास्ट्रक्चरहरू धेरै बनिसकेको छ रोड नेटवर्कहरू धेरै छ भने अब सर्टेन ठाउँमा चाहिँ अब कृषि क्षेत्र बनाउने हो कि के गर्ने हो होइन त्यहाँको माटो चाहिँ सधैँ माटो के हो भन्दाखेरि हामीले हाम्रो फाइदाको लागि होइन हामीले हाम्रो फाइदाको लागि चाहिँ माटोको हाम्रो पछि आउने पुस्ताको चाहिँ माटो भविष्य हामीले बिगारिरहेको छौँ एकदम होइन उसले भोलि एग्रिकल्चर गर्न गर्छु भन्यो भने हामीले आज त्यो माटो मारिदिइसकेका छौँ कि कृषि मात्रै नै होइन कि जबै बोट बिरुवालाई पनि त माटो चाहियो जीवनै माटोबाट चल्छ भनेपछि त्यो माटै मरेपछि त हामीले कृषिमा उत्पादनमा मात्र नहेरिकन जीवन चल्नको लागि माटो अपरिहार्य छ नि त भनेपछि त्यो नै डिग्रेडेसन भयो या डेजर्टिफिकेसन भयो भने त जीवन नै तपाईँको जीवनकै जोखिम छ होइन जीवनकै जोखिम छ र व्यावसायिक रूपमा हेर्ने हो भने त अझ अब माटै नजोगाई त खेती कसरी गर्नु त्यही भएर यो मेरो कुरो पोडकास्टको पनि मेन थिमै माटोको आवाज हुने किन भन्दाखेरि माटो चाहिँ मर्दैछ माटो बिग्रिँदैछ माटोले उसले केही बोज्न खोजिरहेछ क्या किन उसको त भोइस छैन अनि महसुस त गर्नु पर्यो एज अ किसान एज अ प्रकृति प्रेमी माटो माटोसँग जोडिएको छ जोडेका छौँ अभियसली त्यो भएर चाहिँ यो पोडकास्टको शीर्षक पनि त्यसैबाट आएको र हामी थोरै एउटा विश्राम लिन्छौँ अनि त्यसपछि फेरि जोडिन्छौँ केही समय धन्यवाद ल फेरि व्यापारिक विश्रामपछि म तपाईँलाई फेरि स्वागत गर्न चाहन्छु हाम्रो कुरालाई फेरि कन्टिन्यू गरौँ नेपालमा कृषि भनेपछि एकदमै अनुदानको कुरा आउँछ राज्यले एकदम लगानी गरेर चाहिँ देखिने भनेको अनुदान छ यो अनुदान चाहिँ किसानलाई चाहिन्छ अति आवश्यक चिज हो तर नेपालमा चाहिँ एकदम विकृतिको रूपमा प्रयोग भएको जस्तो मैले महसुस गरिरहेको छु तपाईँले कसरी देखिरहनु भएको छ अनुदान पछि गएर विकृत भयो होइन किन त्यसको रिजल्ट आएन क्या सामाजिक सुरक्षा सामाजिक न्याय सहितको चाहिँ अहिले सबैले भन्ने त्यही छ सामाजिक न्यायमा चाहिँ सबभन्दा पहिला चाहिँ किसानलाई नै पार्नुपर्छ तर अनुदान चाहिँ किन बाँड्ने के को लागि बाँड्ने र यसको चाहिँ अबको 10 वर्षपछिको रिटर्न के हो भन्ने कुरा त्यो कुरा क्यालकुलेसन हुनुपर्छ क्या मलाई इन्ट्रेस्टिङ के लाग्छ भने त्यतिखेर कोभिडको बेला थियो नि अनि धेरै गाउँपालिकाको कृषि विभागको उहाँहरूसँगै एउटा जुम मिटिङ जस्तो भएको थियो त्यतिखेर हामीले सेफ फुड अलायन्स नेपाल भनेर चलाउँथ्यौँ अनि हाम्रो मोटिभ चाहिँ के थियो भने अब सेफ फुड प्रोडक्सन कसरी गर्ने त भन्ने सिकाउनु थियो तर त्यहाँ मिटिङमा पालिकाको धेरै त्यो पालिकाको कोही मेरो विचार कर्मचारी कृषि विभागको मान्छे उहाँहरू के भन्नुहुन्छ लौ न किवी बेचिदिनु पऱ्यो भन्नुभयो अनि किन त भनेर प्रश्न गर्दा चाहिँ उहाँहरूले के भन्नुभयो भने अब स्थानीय सरकार आयो नयाँ नयाँ के किन गर्नुपर्छ भनेर सबलाई किवीको बेर्ना बाडियो किवी त उत्पादन भयो अब यो किवी बेच्ने ठाउँ पाएन
होइन अब यो हिसाबले चाहिँ के भयो देशको पैसा चाहिँ राज्यको पैसा खेर गयो खेर गयो होइन त्यो के अध्ययन भएन ट्र्याक्टरमै त्यस्तै छ त्यो मिनी टिलरहरूमा डिमान्ड एन्ड सप्लाईको चाहिँ ठ्याक्कै ऊ भएन होइन अध्ययन भएन नभएको कारणले गर्दाखेरि चाहिँ यस्तो अवस्था आइरहेछ अहिले पनि तपाईँ हेर्नुहुन्छ भने त्यही अघि मैले भने एक घर एक टनल भनेको छ प्लास्टिक बाँडिएको छ होइन बेर्ना बाँडिएको छ तर उसले चाहिँ अनि बजारीकरण चाहिँ केही पनि भएको छैन होइन उत्पादन हुन्छ उत्पादन भएपछि बजार हुनु पऱ्यो नि त तर बजारको के छ बजार सेचुरेट हुन्छ एउटा पोइन्टमा गइसकेपछि बजारले चाहिँ चाहिँदैन त्यो अनि हामीले उत्पादन तरकारीहरू भनेको त उत्पादन पेरिसेबल आइटम हो यो त आज बेच्न सकेन भने त भोलि त खेर जान्छ फाल्नुपर्ने अवस्था आउँछ र चाहिने भन्दा बढी उत्पादन भएपछि त फाल्न नै पर्यो र अनुदान चाहिँ कहाँ गइरहेछ फालेर गइरहेछ भनेपछि जस्तो कृषि क्षेत्रमा तपाईँ लागिरहनु भयो अब 14-15 वर्षको तपाईँको एक्सपिरियन्स रहेछ त्यो अवधिमा त धेरै समस्याहरू देखियो नि त एकदम गहन समस्या अनि त्यो समस्या समाधान गर्नको लागि एज अ व्यवसायी हामीले हाम्रो तवरबाट गरिरहेकै हुन्छौँ एज अ किसान हामीले हाम्रो तवरबाट खेतबारीमा आएको समस्या समाधान त गरिरहेकै हुन्छौँ तर त्यसले त पुग्दैन रहेछ त्यो समस्या बुझ्ने र त्यो समस्यालाई समाधान गर्ने या समाधान नै नआउन दिने समस्यालाई घटाउने न्यूनीकरण गर्ने समस्या त नयाँ नयाँ आइरहन्छ त्यो त राज्यले गर्नुपर्ने हो नि त होइन राज्यसँग चाहिँ स्रोत छ साधन छ र मेन कुरा राज्यले डाटा कलेक्सन गर्न सक्छ कि अनि त्यो डाटामा खेल्ने त डाटामै हो एकदम होइन अल्गोरिदम त भन्नु हो त होइन राज्यले त्यता चाहिँ पहल गरिरहेको छैन या इच्छा शक्ति नै छैन या उहाँलाई परेकै छैन कृषि चाहिँ कस्तो पर्यो भने कुनै एउटा पार्टीको चाहिँ मान्छे चाहिँ पार्टी चाहिँ सरकारमा जाँदैछ भने उसले मन्त्रालय चुज गर्नु पर्यो भने लास्टमा आउने कार्यकर्तालाई व्यवस्थापन गर्ने एउटा खालको के भन्छ केन्द्र जस्तो केन्द्र जस्तो अनि अनुदान पनि त्यही गरिरहेको छ काजमा खेती गर्दै होइन कार्यकर्तालाई सन्तुष्ट पार्ने त्यो खालको प्रवृत्ति छ मलाई चाहिँ के लाग्छ भने अनुदान चाहिँ राम्रैसँग गरिएको थियो जस्तो लाग्छ पहिला त्यो अनुदानको रिजल्ट नआइसकेपछि चाहिँ अनि धेरैजना कृषकहरू चाहिँ कागजी कृषक बन्दै गयो कि होइन कृषकै थिए उनीहरूले कृषि पेसा सुरु नै गरेका थिए तर जब आफ्नो क्षमताभन्दा बाहिर चाहिँ एक्सपेन्स जान्छ त्यसपछि उसले त्यो अपरेट गरिरहन सक्दैन त्यही भएर एग्रिकल्चर चाहिँ कृषि गर्दाखेरि चाहिँ बुझेर गर्नुपर्छ होइन कृषिको मुख्य 3टा कुरा हो कि जेम भन्छ कि जेनेटिक्स इन्भाइरोमेन्ट र म्यानेजमेन्ट जिइएम होइन त्यो बुझ्न जरुरी छ यो त उता बिउ त एउटा त जीवित कुरा हो नि त जीवित कुरा हो होइन उसको जेनेटिक्स नबुझिकन त्यो बिउको जेनेटिक्स नबुझिकन चाहिँ अब त्यसले कस्तो उत्पादन दिन्छ भन्ने कुरा उ गर्न भन्न सकिँदैन होइन जस्तै अकबरेको कुरा गर्ने हो भने होइन मलाई चाहिँ एउटा भोजपुरतिरको अकबरेको स्वाद र होइन भोजपुर इलाम दार्जिलिङतिरको अकबरेको स्वाद र हाम्रो पालुङतिर यता पश्चिमतिर आउने या काठमाडौँको फरक छ कि एकदमै फरक छ किनभने त्यो अकबरेको जेनेटिक्स जुन एक्सपोज हुन्छ नि उसले चाहिँ उसको जिनले त्यो इन्भाइरोमेन्ट चाहिँ मेरो विचारमा त्यो भोजपुरतिर छ त्यो ठाउँमा कस्तो हुन्छ तातो हुन्छ एकैछिनमा चाहिँ त्यो धनकुटातिर होइन एकैचोटि बादल लाग्छ एकछिनपछि घाम लाग्छ त्यो कुरा त पालुङमा हुँदैन नि त त्यो कुरा काठमाडौँमा हुँदैन कि त्यही खोज्छौँ अनि त्यो जिन चाहिँ त्यहाँ एक्सप्रेस हुन्छ कि अनि त्यो एक्सप्रेस भएको जिनले चाहिँ जुन अकबरेलाई अकबरे बनाउँछ त्यहाँको इन्भाइरोमेन्ट बनाउँछ अस्ति एकजना दाइले भन्दै हुन्थ्यो आँप त जुन लाहानमा रोप्छ नि आँप जहाँ पनि हुन्छ त्यो आँप होइन त्यो बेल्टमा त्यो हिमाली त्यो सतहमा होइन त्यो आँप त जहाँ पनि फल्छ तर लाहानको आँप हुन्छ किन भन्दा लाहानको क्लाइमेटले जुन सपोर्ट गर्छ नि त्यो आँपलाई आँप बनाउन त्यो लाहानबाट अलि उता गएर विराटनगरमा हुँदैन कि इन्डियामा हुँदैन कि सो हामीले बेच्ने के हो त भन्दाखेरि नेपालले बेच्ने एग्रिकल्चरमा बेच्ने के हो त होइन भन्दाखेरि हामीलाई प्रकृतिले चाहिँ यस्तो ठाउँ दिएको छ होइन यति माइक्रो क्लाइमेट दिएको छ कि एकदम डाइभर्स होइन भक्तपुरमा 1100 मिटरदेखि 2600 मिटरसम्म छ कि एउटै एउटा जिल्लामा एकदम होइन सो भक्तपुर भनेर चाहिँ त्यो जेनरलाइज गर्ने अवस्थै छैन होइन त्यो 2600 मा दिने जस्तै हाम्रै हेर्नु चन्द्रगिरी 2200 मिटर छ एकदम होइन अनि हामी यहाँ 1400 मा छौँ 1314 को होइन
अब यो चन्द्रगिरी डाँडामा चाहिँ कति च्याउ हुन्छ नि त, त्यो त यहाँ खोजेर पाउँदैन नि, यो हाम्रो दचौको डाँडामा खोजेर पाउँदैन नि त। सो इन्भाइरोमेन्टमा त्यो इन्भाइरोमेन्टमा ती कुराहरू एक्सप्रेस भइरहेको छ, त्यसलाई चाहिँ हामीले क्याच गर्न सक्नुपर्छ कि। अनि हाम्रो अहिलेको भनेको पछि त म्यानेजमेन्टको कुरा भयो, अरू म्यानेजमेन्टको कुरा एकदम भनेपछि त्यही त कृषिलाई चाहिँ हामीले व्यवसाय सोचिरहेको छैनौँ र यहाँ राज्यले पनि त्यसलाई त्यो व्यवसाय या एउटा राम्रो सेक्टरको रूपमा भनौँ न, त्यो खालको राज्यको जिडिपीमा राम्रो उपस्थिति छ नि त कृषिको। जस्तो यो वर्ष धान राम्रो फल्यो भने जिडिपी पनि ग्रोथ हुने भनेपछि अरू क्षेत्र चाहिँ समेटेको छ कि छैन अहिलेसम्म, मलाई सम्म त अरू क्षेत्र त हेरेकै हुँदैन जस्तो लाग्छ। त्यो कसरी हेरेँ भन्दाखेरि मैले यहाँ उत्पादन गरेको कुनै पनि उत्पादन राज्यको कुनै पनि निकायले चाहिँ त्यो उत्पादन आजको दिनसम्म पनि त्यो डाटा कलेक्सन गर्ने तपाईँले भन्नुभएको छ गरेकै छैन। मसँग काठमाडौँको यस्तो ठाउँमा भएको ठाउँमा गरेको छैन भनेपछि अरूसँग गरेन होला, मलाई अनौठो लाग्छ नि। अब मैले सबै कालीमाटीको तरकारीको बजारमा मात्र बेचेको छैन, यहाँ स्थानीय घर घरमा पनि बेचेको छु, यहाँ आएर किन्न आउनुहुन्छ। म आफै चाहिँ त्यो राज्यको उत्पादनसँग जिडिपीमा जोडिया छैन जस्तो लाग्छ कि, फर्मल इकोनोमीमा जोडिएको छैन होइन। अब त्यो पनि नबुझ्या हो कि होइन, त्यो त राज्यको त कृषि त अब जीवन निर्वाहको लागि अपरिहार्य कुरा भयो नि त। त्यो चिज चाहिँ राज्यको अर्थतन्त्रमा त प्रत्यक्ष जोडिनुपर्ने कुरा हो। फेरि नेपाल कृषि प्रधान भन्ने जस्तो पहिलो हुनुपर्छ होइन। यो कुरा बुझिरहेकै छैन जस्तो लाग्छ मलाई। अनि यो कुराहरू किन लिएर आएको भन्दाखेरि अब समस्या चाहिँ जे भए पनि अब देशमा हामीले सधैँ कुरा गर्छौँ, हामी नेपाली चाहिँ अब राजनीति अर्कै चासो भएकै देख्नुपर्छौँ जनताहरूमा। विवेक र सचेतनाले कहाँ छौँ त अहिलेको लेभलले होइन, तैपनि राजनीति चासो नभएको त छँदै छैन। अनि भर्खरै हामीले महाचाड सकायौँ, यो हुन त मध्यावधि भए पनि चैते दसैँ भए पनि एउटा दसैँ चाहिँ हामीले सकायौँ नि त। यो के कुरा जोड्यो भन्दाखेरि आज तपाईँ किसान या तपाईँ र मेरो परिचय भइरहँदाखेरि हामी फेरि एउटा राजनीतिक रूपमा पनि परिचय हो। हिजोको दिनमा चाहिँ राजनीति या त्यो राज्य सत्ता सुध्रियो भने चाहिँ देशका सबै कुराहरू सुधार्न सकिन्छ, व्यवस्थापन गर्न सकिन्छ। अर्को जिएम अर्को जिएम चाहिँ राजनीतिमा चाहिएको छ नि त। थोरै तपाईँको राजनीतिक यात्रा एज अ नेपालको किसान या व्यवसायी राजनीतिक रूपमा तपाईँले जोडिनु भएको त्यो कुराहरू पनि गर्नु पऱ्यो। एउटा किसान चाहिँ राजनीतिक नै हुन सक्छ होइन, या एउटा युवा म 33 वर्ष पुगिरहँदाखेरि मैले धेरै किसिमको एक्सपिरियन्स लिएर आएको छु नि त। कुनै बेलामा चाहिँ म शिक्षक पनि थिएँ होला, राजनीतिक पनि भएँ, अहिले फेरि मेरो आफ्नो भूमिका छ। राजनीतिलाई आज किसान या व्यवसायी या नेपाली नागरिक कसरी हेर्नु भएको छ यो क्षेत्र? राजनीति वास्तवमा मानवहरू जन्मिनु यो समाजमा, अहिलेको समाजमा मानवहरू जन्मिनु ऊ जन्मेदेखि नै ऊ राजनीतिको एउटा पार्ट अफ पोलिटिक्स हो होइन। एकदम। तर राजनीतिको बुझाइ कस्तो भयो भने राजनीतिको बुझाइ सधैँ अङ्कगणितमा गयो। अब के होला थाहा छैन, हामी आशावादी त छौँ होइन, तर आजसम्म राजनीतिको बुझाइ अङ्कगणितमा भयो कि होइन। अब कृषि सेक्टरको कुरा गर्ने हो भने त मैले अघि नै भनिहालेँ, कृषि सेक्टर त सबैभन्दा कृषि मन्त्रालय कसले छान्छ भन्दाखेरि कतिखेर छानिन्छ भने केही पाएन भने भागभण्डा लाउने ठाउँमा कृषि मन्त्रालय छानिन्छ, नभए त सबैको आँखा गृह र गृह र अर्थमा आँखा जान्छ। प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री भनेर कृषि मन्त्रीको चर्चा पनि हुँदैन। कृषि मन्त्रीमा त्यो मान्छे पनि आएको छैन। नेपालमा मेरो विचारमा अहिले कति होला, अहिले त 50% जति चाहिँ कृषिमा आबद्ध होला होइन। 65% त्यो भनिन्थ्यो तर छैन होइन। 50%मा हेर्ने हो भने चाहिँ होइन, या अझ तथ्याङ्क नेपालको त्योभन्दा तल पुगिसक्यो। र नेपालको कृषि चाहिँ कसले धानेको छ भन्दाखेरि चाहिँ महिलाले धानेको छ होइन। तर जो यहाँ कृषि गर्छु र कृषि भनेर आइरहेछ नि, महिलाको प्रतिनिधित्व छ कृषिमा? एकदम बिल्कुलै छैन होइन। धान गोड्नेदेखि धान काट्नेदेखि धान झाँट्नेदेखि लिएर धान थन्काउनेसम्म महिला छ होइन। अहिले तपाईँ अब वैशाख लाग्नुपर्छ, जेठ लाग्नुपर्छ, जाउँ पाखामा जहाँसुकै जाउँ, त्यो गहुँ चुट्ने अहिले त मेसिन आयो, नत्र त 3 वर्ष 4 वर्षसम्म त्यो यत्रो सर्ट लगाएर यहाँसम्म छेकेर होइन, यो लगाएर झापझाप त्यो गहुँ चाहिँ
चुटिरहेको हुन्थे होइन ती महिलाहरू चाहिँ होइन उनीहरूको आवाज के हो महिला किन छ त भन्दा नेपालको अधिकांश गाउँको पुरुषहरू चाहिँ विदेश विदेशका कमाउनको लागि अन्त जानुपर्ने अवस्था छ होइन अब उहाँहरूको पुँजी के भइरहेछ त होइन एट द इन्ड अफ द डे त्यो त सबै एउटा इकोनोमिक साइकल हो होइन उहाँहरूको पुँजी उहाँले विदेशमा काम गर्नुहुन्छ पसिना बगाउनुहुन्छ नेपालमा पैसा पठाउनुहुन्छ त्यो पैसा 15 दिन पनि नेपालमा बस्दैन कि फेरि गइहाल्छ होइन किन चिनीदेखि सबै कुरा नुनदेखि सुनसम्म चाहिँ बाहिरबाट आइरहेछ एटलिस्ट हामी खाद्यान्नमा त निर्भर हौँ नि त होइन नेपालको खाद्यान्नमा निर्भर हुनको लागि सबभन्दा पहिला के चाहिएको छ लगानी चाहिएको छ होइन अब लगानीको मोडल के हो त भन्दाखेरि हामी किसान त अर्बपति त होइन खर्बपति त होइन जसले चाहिँ एउटा ठुलो चाहिँ उद्योग स्थापना गर्न सकोस् अथवा एकैचोटि भूमिको पनि त्यत्रो खालको के अरे ऊ पनि नभएको पहुँच पनि नभएको अवस्था सानो किसानले सक्दैन भाडामा जग्गामा 2 रुपैयाँ जग्गा लिएर अहिले काठमाडौँमा गर्न नसक्ने अवस्था आइसक्यो काठमाडौँ वरिपरि गर्न नसक्ने अवस्था आइसक्यो भने अब त्यो परिकल्पना सानो किसानले गर्न सक्दैन तर हामी किसानहरू सङ्ख्या ठुलो छ त्यो एकै ठाउँमा आउन सक्यौँ भने होइन र त्यो पुँजी सानो पुँजी जम्मा गर्न सक्यौँ भने एउटा ठुलो उद्योग गर्न सकिन्छ त्यो मेरो परिकल्पना के छ भने नेपालबाट जो बाहिर गएका छन् उहाँहरूसँग पैसा त छ पैसा पठाइरहनु भएको छ त्यो पैसा चाहिँ कहाँ खर्च भइरहेछ त भन्दा चाहिँ विलासितामा अलिक बढी खर्च भइरहेको देखिन्छ कि विलासिता मात्र होइन कि अब अति आवश्यक चिजमा पनि खर्च भयो अति आवश्यक पनि भएछ र विलासितामा अलिकति सानो पुँजी सरी ठिक छ सानो पुँजी जम्मा गर्न सक्यौँ भने एउटा मान्छेको सानो पुँजी गर्दा हजारौँ मान्छेको सानो पुँजीले ठुलो पुँजी हुन्छ र अब त्यो पुँजीबाट चाहिँ अब हामीले उत्पादनमा लानुपर्छ कि त्यसमा चाहिँ जसले पठाउनु भएको छ बाहिरबाट पैसा उहाँको परिवार चाहिँ काम गर्न सक्नुहुन्छ त्यो इन्डस्ट्रीमा होइन र हाम्रो बेच्न सक्ने के हो त अघि त्यही भने जस्तो अलैँची हाम्रो चिया कफी कति कुरा एक्जोटिक कुराहरू जुन हाम्रो यो बेल्टमा मात्र यो रेन्जमा एकदमै जस्तो लप्सी होइन कमर्सियलाइज त्यो प्रडक्टलाई गर्न सक्छ गोलबेडालाई कमर्सियलाइज गर्न सकिँदैन होइन भारतले 2 रुपैयाँ 1.5 रुपैयाँमा बेच्दिने टमाटर जुन कुरा हाम्रो चाहिँ युनिक सेलिङ पोइन्ट के हो त हाम्रो एग्रिकल्चरको युनिक सेलिङ पोइन्ट के हो त्यता जम्प गर्न थाल्यो भने अदुवा होइन यस्तो कुराहरू चाहिँ अनि संसारभरि एक्सपोर्ट गर्न सकिन्छ र भोलि कमाउन सकिन्छ भन्ने जस्तो अनि पोलिटिक्स यसमा ठ्याक्कै पोलिटिक्समा पनि आउँछौँ यसमा ठ्याक्कै जोडिएको कुरा हामीले नेपालमा ठुलो अर्को टेक कम्पनीहरू त्यस्तो खालको इस्टाब्लिस गर्न सक्दैनौँ तर जमिनबाट उब्जन चाहिँ गर्न सक्छौँ एक्ज्याक्ट यसको मुख्य कुरा चाहिँ उत्पादनमा जोडिने र यो सबै कुरा व्यवस्थापन गर्ने फेरि राजनीति नै भयो होइन अब हामी त कुनै समय एउटा वैकल्पिक राजनीतिको एउटा अभियानमा पनि जुट्यौँ नि त र अहिले फेरि यो मध्यावधि चुनावपछि एउटा नयाँ खालको लहर छाएको छ एउटा खालको पोजिटिभ सन्देश सहितै एउटा नयाँ आएको छ किन भन्दा बहुमत पाएको एउटा सरकार बलियो खालको सरकार छ पुराना जति पनि समस्याहरू थिए कृषि क्षेत्रलाई हेर्ने अनि कृषि क्षेत्रमा सरकारी निकायबाट काम गर्ने कर्मचारी तन्त्रहरू त्यो सबै चिजलाई व्यवस्थापन गर्नुपर्ने छ नि त अहिले त्यहाँ पनि जेम चाहिँ बुझ्नुपर्ने छ होइन त्यो चिज चाहिँ सुधार्न पर्ने छ अब आउने सरकारबाट तपाईँले कस्तो खालको अपेक्षा र हामी एज अ किसान व्यवसायीहरूको कस्तो भूमिका हुनुपर्छ अब आउने सरकारको लागि यो क्षेत्र सुधार्नुको लागि या यो क्षेत्र अझ राम्रोसँग जान सबभन्दा पहिला त हाम्रो एग्रिकल्चरको गोल के हो त्यो डिफाइन हुनुपर्छ कि होइन आज 10 वर्ष 10-14 वर्ष चाहिँ 13-14 वर्ष एग्रिकल्चरमा हुँदै गर्दाखेरि होइन यो फिल्डमा चाहिँ डाइरेक्टली इन्भल्भ हुँदाखेरि नेपालको चाहिँ ठ्याक्कै एग्रिकल्चर गोल के हो त भन्ने कुरा चाहिँ मैले चाहिँ आइडेन्टिफाई गर्न सकेँ मैले होइन व्यक्तिगत रूपमा होइन कि राज्यले कसरी आइडेन्टिफाई गरेछ भन्ने कुरा थाहै पाउन सक्छ कि राज्यले पनि छैन युरिया डिएपी र पोटास भन्दा माथि यो देशको एग्रिकल्चर गएकै छैन कि मल पनि त्योभन्दा बढी मल छ भने छैन होइन त्यतिमै नेपालको चाहिँ सकिया छ अनि एउटा कृषि मन्त्रीले आफ्नो उपलब्धता के अरे आफ्नो उपलब्धि केमा मापन गरिरहेको छ मैले यति टन युरिया भित्रै सहज तरिकाले वितरण गरेँ भन्नेमा मात्र त्यो कृषि मन्त्रीको चाहिँ उपलब्धता उसले आफ्नो डिफाइन गरिरहेको छ कि जब कि हामीले व्यवसायिक खेतीमा अब युरिया नै प्रयोग गरिराखेनौँ होइन युरिया नै गर्दैनौँ
टमाटर खेती टमाटरमा चाहिँ लगभग युरिया चाहिँ गर्दैन, नाइट्रोजनको सोर्स अरू अरू हालिन्छ होइन, नाइट्रोजन त चाहिन्छ धेरै नचाहिने भयो। सो अबको अब राजनीति गर्दाखेरि चाहिँ त्यही भने अङ्कगणित मिलाउने मात्र होइन कि भुइँ मान्छेले चाहिँ त्यस आभास हुनु पर्यो क्या एकदम होइन। र सबभन्दा पहिला किसानमा पनि अहिले चाहिँ जो इन्भल्भ भएको छ महिलाहरू जसको आवाज चाहिँ कहिल्यै पनि सुनिँदैन होइन, आजसम्म सुनेको छैन। कृषिमा संलग्न महिलाहरूको आवाज त माथि आएकै छैन कि त्यहाँसम्म पुग्नु पर्यो कि उसको आवाज। वास्तविक किसान चाहिँ नेपालको महिलाहरू जसले घर पनि सम्हाल्नु भएको छ, परिवार पनि सम्हाल्नु भएको छ, खेत पनि सम्हाल्नु भएको छ, भनेपछि देशै सम्हाल्नु भएको रहेछ। देशै सम्हाल्नु भएको छ होइन, देश त जनता नभइकन भूगोल या मान्छे नभइकन त हुँदैन। भनेपछि देशै सम्हाल्ने मान्छेहरूको चाहिँ प्रतिनिधित्व भएको छैन। प्रतिनिधित्व भएको छैन। र अब राजनीतिले बुझ्नुपर्ने चाहिँ प्रतिनिधित्व उहाँहरूको प्रतिनिधित्व हुनुपर्छ, कृषिमा चाहिँ बलियो अझ हुनुपर्छ जस्तो लाग्छ कि होइन। त्यही हो अब। सो अब नेपालको कृषि बुझिरहँदाखेरि चाहिँ त्यसो महिलाले जसरी घर चलाउनु भएको छ, घर व्यवसाय या महिला बुझेर चाहिँ अब कृषि उहाँहरूलाई सहज हुने तरिकाले गऱ्यौँ भने चाहिँ उत्पादन चाहिँ अझ वृद्धि हुन्छ। उहाँलाई बुझाउन सकियो, उहाँलाई शिक्षित बनाउन सकियो भने चाहिँ उत्पादनमा फड्को मार्न सकिन्छ होइन। या हामीले जुन चाहिँ एउटा खालको भनौँ न अघि भन्नुभयो गोल चाहिँ डिफाइन छैन भने अब डिफाइन गर्ने ठाउँ चाहिँ उहाँहरू नै हो कि तलबाट गोल आउनु पर्यो कि माथिबाट एउटा गोल दिन पर्यो। एक्ज्याक्टली नेपालमा चाहिँ के हो मैले देखेको चाहिँ होइन, तलबाट गोल जुन एक्चुअल जुन तलको मान्छेको चाहिँ जो यथार्थ कुरा हो त्यो माथिसम्म कहिले पनि पुगेकै छैन कि होइन। त्यो एकदम ग्याप छ, एकदम ठुलो ग्याप छ, धेरै ग्याप छ होइन। कसले डिफाइन गरिरहेछ भने जसले खेतै कुल्चे छैन कि छैन। एग्रोभेटले चाहिँ नेपालको कृषि चलायो हो एक्ज्याक्टली होइन, नेपालको कृषिको विज्ञ एग्रोभेटै हो। अनि राज्य पुग्नुपर्ने स्थानीय तहबाट अब जस्तो स्थानीय तहको निर्वाचनपछि सङ्घीयतापछि चाहिँ राज्य चाहिँ पुगेको छ ठाउँ ठाउँमा, त्यहाँ पनि कृषिका निकायहरू पुगेको छ, कतिपय पालिकाले जेटिए पनि हालेको छ। तर त्यो मार्फत त्यहाँ पुगिरहँदाखेरि पनि ऊ अझै पनि एग्रोभेट मार्फतै आइरहेछ। सिकाइ नै त्यस्तै छ नि त। यो त एकदमै भनौँ त्यो रूपान्तरण पनि जस्तो व्यवस्था परिवर्तन भने जस्तै खालको एउटा ठुलो परिवर्तन चाहिँ आवश्यक देख्छु मैले कृषि क्षेत्रमा। यस्तो छ कि स्थानीय सरकारहरू अथवा चाहिँ अघि भने कृषि विकासहरू केहरू वर्षमा एकचोटि आइदिन्छ कि अनि दुई चारवटा फोटो खिच्छ आफ्नो फेसबुकमा हाल्छ कि अनि मैले यति गरेँ भनेर देखाउँछ कि होइन। अनि त्यो किसानको दिनदिनैको पिरमर्का चाहिँ त्यो एग्रोभेटवालाले चाहिँ सुनिरहेको हुन्छ कि होइन। अभिज्ञ नै भयो, समाधान पनि दिइरहेको हुन्छ होइन। आजसम्म त किसानको सबभन्दा नजिक त एग्रोभेटवालै छ त, एकदम उसले नै समाधान दिइरहेछ त एकदम होइन। त्यो अब यो चैत वैशाख जेठ असारमा चाहिँ त्यो अनुदानको सबै पैसा चाहिँ किसानलाई आउँछ कि। अब तपाईँले यो कृषि विकास कार्यालय अथवा चाहिँ यो पिएमएएमबीको मान्छेहरू चाहिँ 2-4 महिना चाहिँ हिँडेको देख्नुहुन्छ कि खेतमा होइन। असार सकेपछि असोजमा त्यो अस्ति धेरैचोटि पानी पसेर चाहिँ त्यत्रो मैले देखिनँ त्यो मान्छेहरू। त्यो भदौ 24 जस्तै असोजमा कृषि क्षेत्रमा भएको थियो, त्यो त विकराल अवस्था, विकराल। उहाँहरू चाहिँ त्यतिखेर चाहिँ किसानको खेतमा चाहिँ देखिँदैन कि देखिनुहुन्न। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अबको नयाँ बन्ने सरकारले चाहिँ जुन सामाजिक न्याय भनेर कुरा गरेको छ, सामाजिक न्याय चाहिँ सबभन्दा पहिला चाहिँ किसानलाई चाहिएको छ होइन। र कस्तो सामाजिक न्यायको नाममा चाहिँ अनुदान वितरण नहोस् होइन, किसानलाई सबलीकरण गर्न सकिने ठाउँहरू छ, उहाँलाई सबल बनाउनु पर्यो कि। हामीलाई आत्मनिर्भर पोलिटिकल स्कुलिङ हुँदाखेरि सिकाइन्थ्यो कि मुखमा खुवाउने होइन कि माछा मार्ने कि माछा दिने कि माछा मार्न सिकाउने। किसानलाई चाहिँ अब यो समाजमा जुझ्न सक्ने बनाउन सक्नु पर्यो, त्यो नलेज ट्रान्सफर गर्नु पर्यो कि। वास्तवमा किसानलाई नलेज ट्रान्सफर नभएको एकदम होइन। नलेज पनि र अर्को एउटा के भन्छ राज्य त अभिभावक हो, अभिभावक त चाहिँ म छु भन्ने अभिभावक त भयो भने त उसलाई आएको त्यो कन्फिडेन्सले नै ऊ अगाडि बढ्छ। किन अहिलेको समयमा पनि किसान आफै लगानी गरिरहेछ नि त, उसको जीवन धराप पारेर खेती गरिदिइरहेछ नि त। भनेपछि राज्यले यदि साँच्चै प्रत्याभूति दिने हो भने त हामीमध्ये कति किसान चाहिँ फेरि अर्को वैज्ञानिक निस्किन्छ कि निस्किन्छ होइन। अनि मलाई इन्ट्रेस्टिङ लाग्छ। मैले किसानहरूलाई भन्ने गर्छु कि तपाईँहरू आफ्नो खेतको
डक्टर डाक्टर तपाईँहरू नै हो कि एकदम उहाँभन्दा विज्ञ किनभने पानी कहाँबाट लाग्छ मलाई थाहा छ पानी कता हावा कताबाट आउँछ हावा कताबाट आउँछ कुन ठाउँमा चाहिँ रुखो छ कुन चाहिँ बारीको कुन चाहिँ पाटोमा चाहिँ झिमा लाग्छ सबै उहाँहरूलाई थाहा छ त एकदम होइन अरूलाई थाहा हुँदैन कि अब राजनीतिबाट हामी कहिले पनि बाहिर जान सक्दैनौँ राजनीतिक कुरा उठिहाल्यो मैले चाहिँ सधैँ अब यो पालिको यो संसदीय चुनावमा त्यसपछि स्थानीय तहमा पनि नेतृत्वमा चाहिँ कृषि क्षेत्र बुझेको मान्छे पुगोस् भन्ने मलाई सधैँ लाग्छ क्या अनि पुगोस् किन भनेको भन्दाखेरि उसले कृषि भोगेर माटोसँग कुल्चेर घाम पानी हुरी बतास सबै समस्या फेस गरेर आएको मान्छेले चाहिँ धेरै कुरा उसलाई बुझाइरहनु पर्दैन जस्तो लाग्छ तुरुन्तै इम्प्लिमेन्टेसनमा जान सक्छ किन भन्दाखेरि आफ्नो समस्या भयो नि त त्यस्तो खालको मान्छे चाहिँ संसदमा पुगोस् भन्ने मलाई सधैँ कामना भएको अब नयाँ मन्त्री परिषद बन्दैछ होइन के छ सम्भावना त्यो पनि र अर्को एउटा कुरा चाहिँ के छ भन्दाखेरि अब सधैँ कुर्यौँ नि त हामी त विवेकशील स्कुलिङबाट विकल्प कुर्दै बस्ने कि आफै बन्ने भनेर भनेका छौँ भनेपछि अब पनि आएन भने त हामीमध्ये कोही तयार किन नहुने हुनु परेन अब व्यवसाय जोगाउन आफू जोगिन आउनै पर्ने भयो त के लाग्छ हामी एक चरण त ट्राई पनि गऱ्यौँ न किसान चौतारी नेपाल भनेर सङ्गठन बनाएर आफू बलियो बनाउनुलाई त नेपालमा गाह्रै त्यही छ भन्दाखेरि त्यसमा पनि फेरि अरू राजनीति जोडेर व्यवस्थापन गर्नु गाह्रो होइन त्यो खालको समस्या छ के भन्नुहुन्छ तपाईँ मैले तपाईँलाई सोधेको प्रश्न चाहिँ के हो भन्दाखेरि अब यदि नेतृत्व आएन अरूले सुधारेन भनेर बस्ने कि हामी नै अगाडि बढ्न पर्ने दिन पनि आउँदैछ या बन्नुपर्ने अवस्था हो यस्तो हुन्छ हामी व्यवसाय गर्ने मान्छेको एउटा सर्टन लिमिटेसन हुँदो रहेछ कि होइन सो अबको नेतृत्व आउनुपर्छ होइन अब त टाइम अब चाहिँ कुर्न सक्दैन होइन किन सक्दैन भने यो सरकार चाहिँ अब बन्ने सरकार चाहिँ जनताको फ्रस्ट्रेसनले बनाएको सरकार हो होइन उसको फ्रस्ट्रेसन एड्रेस भएन भने योभन्दा ठुलो विकराल रूप आउन सक्छ देखिन सक्छ यो पछि अब पत्रिन ठाउँ पनि नहोला सो नलेज भएको मान्छे मात्र इज नट अ बिग थिङ के होइन नलेज धेरैजनासँग छ कि होइन त्यो नलेजलाई इम्प्लिमेन्ट गर्न सक्ने मान्छे छ कि छैन द्याट्स अ बिग क्वेसन होइन पहिलो कुरा त एग्रिकल्चरमा कस्तो छ भने मैले पोलिटिक्स गर्ने अहिले जो धेरैजना पोलिटिक्स गर्नेहरू सँग चाहिँ भेट भएको छ कि होइन भन्दा त विडम्बना लाग्छ चल्ला हुँदाखेरि कुखुरा र हाँस नछुटाउने मान्छे पनि पोलिटिसियन छ के उहाँले फेरि कृषिको कुरा गरिदिनु भने समस्या छ धान र गहुँ छुटिँदैन छुट्याउन नसक्ने होइन होइन बच्चा नभनौँ न उहाँहरू पोलिसी मेकिङमा हुनुहुन्छ के होइन हिजो पनि हुनुहुन्थ्यो होइन हिजो पनि हुनुहुन्थ्यो त्यस्ता मान्छेहरू भेट भएको थियो मन्त्री नै भइसक्नु भएको मान्छेले पनि त्यो चाहिँ त्यही समस्या भेट्यो बेर्ना चाहिँ यो गोलबेडाको बेर्ना हो भनेर चिन्न नसक्ने मन्त्रीहरू हुनुहुन्थ्यो होइन कृषिको विडम्बना त्यही अब प्रश्न ठिक छ प्रश्नमा चाहिँ के छ तयार हुने कि नहुने त हामी मध्ये केही किन भन्दाखेरि यस्तो हो यो चाहिँ चुनौती पनि दिनुपर्छ जमिनमा काम गरेका छौँ हामीले हाम्रो जीवन चाहिँ यहाँ सुम्पिया छौँ होइन सबै रिस्क लिएर काम गरेका छौँ नि त यो क्षेत्र सुध्रिएन भने हामी रहन्छौँ त यो त समस्या कहिलेसम्म तान्ने समस्याले कतिसम्म पिरो लिने होइन त्यसको लागि त अब सुधार्नलाई हामी मध्ये नै यो कृषि क्षेत्र बुझेकै या गरिरहेकै मान्छे चाहिँ त्यहाँ पुग्ने र अघि भन्नुभएको छ इम्प्लिमेन्टेसनको पाटो चाहिँ सधैँ भनेको व्यवस्थापिका एउटा हुन्छ त्यसपछि कार्यपालिका छ कार्यपालिका त तपाईँ अघि सुरुमै भनिसक्नु भएको छ कस्तो छ उहाँहरूलाई त लगाम लगाएर हुन्छ कि सुधारेर हुन्छ छाँटेर हुन्छ होइन तन्दुरुस्त बनाउनु पऱ्यो एउटा सिस्टममा ल्याउनु पऱ्यो सिस्टममा आइसकेपछि चाहिँ उसले त के छ भन्दाखेरि जसरी किसान एउटा बिरुवाको रूपमा लिउँ बिरुवालाई हुर्किने वातावरण दिए त हुर्किन्छ त यो क्षेत्रलाई हुर्किने वातावरण दिए त हुर्किन्छ होइन कृषि क्षेत्रलाई माटोसँग जोडौँ होइन माटो चाहिँ जीवन्त भयो शुद्ध भयो होइन गुणवत्ता भयो भने पो हामीले फलाउन सक्छौँ जे फलाए पनि हामीले एउटा अभियानै शुद्धिकरण भनौँ न लगभग अभियानै बनाएको थियो कि डोन्ट फिड द प्लान्ट फिड द सोइल फिड द सोइल या होइन माटोलाई खुवाउनुपर्छ के यही अभियानलाई अगाडि राख्ने हो भने भोलिको पुस्ताले पनि हामीलाई धन्यवादै दिन्छ एकदम होइन भने अब यो अहिलेको तरिकाले कृषि गऱ्यो भने आगामी पुस्ताले चाहिँ हामीलाई धिक्कार छ होइन त्यति हिसाबमा माटो बिग्रेको छ अब एग्रिकल्चरमा अब आउने सरकारले सबभन्दा पहिला माटोलाई चाहिँ
र यस्तो यस्तो नहोस् कि सरकारले चाहिँ माटो बचाउँ भन्ने अनि त्यसपछि सरकारी निकायले चाहिँ एसएमएस चाहिँ युरिया डिएपी पोटास केमिकल गरेर माटो मार्नतिर लाग्नु भएन। एउटा निकायले बचाउ भन्छ, अर्को निकायले मार्न खोज्छ। भनेपछि अब बन्ने सरकारले चाहिँ माटो जोगाउनु पर्यो, किसान जोगाउनु पर्यो र देश जोगाउने हो भने चाहिँ कृषि छोडेर जोगाउनु पर्यो। कृषि जोगाउनु पर्यो। कृषिमा नेपाल जोगाउने मात्र होइन कि बढाउने, विकास गर्ने भनेको छ। विकासै गर्ने हो भने चाहिँ नेपालमा सम्भवतः अब यति डाइभर्स भएको ठाउँ, रिसर्च डेभलपमेन्ट होइन, यहाँ कतिपय हाम्रो युनिक प्रोडक्टहरू छ जुन विश्व बजारमा पुग्न पाएको छैन। त्यसै पुग्यो भने कम मूल्य, त्योभन्दा उच्चतम मूल्य पाउने धेरै तरिका छ। त्यसमा नभइकन चाहिँ हाम्रो अरू औद्योगिकरण त गर्ने भूमि पनि पुग्दैन, त्यस्तो खालको इन्भेस्टमेन्ट पनि हामीसँग छैन। यही ठाउँ जस्तो लाग्छ मलाई चाहिँ। के लाग्छ तपाईँलाई? ल, एग्रिकल्चर सेक्टरमा धेरै मान्छेलाई इङ्गेज गर्न सकिन्छ र नेपालको 8,848 मिटरको अरू देशमा छैन कि। अनि त्यो 8,048 त्यो स्लोप 8,848 मिटरको तलपट्टि नै खेतीयोग्य जमिन चाहिँ धेरै सर्लकै छ होइन, अरू ठाउँमा त छैन नि त। समुद्र बाहेकको सबै इन्भाइरोमेन्ट हामीसँग छ। डेजर्ट पनि एउटा भनौँ न, दुईवटा बाहेकको। यसलाई क्यास गर्न जानु पर्यो नि होइन। तपाईँले अघि इन्भाइरोमेन्टको कुरा गर्नुभयो। यहाँ त कति युनिक छ भन्दाखेरि त्यही बिरुवा चाहिँ यो नैकापमा छ, खड्का गाउँमा फल्दाखेरि, यहीँ अगाडिको गाउँमा फल्दाखेरि चाहिँ उसको क्यारेक्टर फरक हुन्छ, उसको गुण फरक भइसकेको हुन्छ। त्यही त युनिकनेस हो नि त होइन। त्यो एउटा भूगोलले अब जस्तो त्यसमा उब्जेको फलफुल तरकारी पनि कतिपय चिजहरू त रेजिस्ट गरिसकेको हुन्छ उसले, नयाँ इन्भाइरोमेन्ट, क्लाइमेटिकल्ली सबै कुराहरू। त्यसलाई क्यास गर्नु पर्यो। अनि त्यसपछि हाम्रो ऊ पनि कस्तो छ भने धरा यही यहाँबाट तल छत्र देउराली ओर्लेपछि लिची आँप हुन्छ कि। यो ट्रपिकल जस्तो या उष्ण भनौँ न, यो मध्य तराई सुरु भयो, भित्री तराई जस्तो डाँडा कट्न पाएको छैन। यही डाँडा यता आउँदाखेरि अलिकति यहाँ ओकाल चढ्यो पनि चन्द्रगिरी हिउँ पर्छ होइन। त्यस्तो विविधता छ होइन, त्यसलाई क्यास गर्न सक्नु पर्यो एकदम। अब जस्तो कतिपय चिज चाहिँ अब हामीले उत्पादन गर्ने मात्र सोचिरहेछौँ, आफै उत्पादन भएर खेर गइरहेछ नि। नेपालमा धेरै चिज जडीबुटीहरू छ होइन। अब फलफुलमा पनि चिउरीदेखि लिएर, मैले त्यो एउटा इन्टरभ्यू हेरेको थिएँ केही समय अगाडि, त्यो सीताफल भन्छ नि, त्यो चाहिँ जङ्गलैभरि हुँदो रहेछ। त्यसै त्यो प्रोसेस पनि गरिरहेको छैन, केही पनि गरिरहेको छैन, खान पनि कोही जान्दैन होइन। हामी यहाँ किनेर खान्छौँ महँगोमा। त्यस्तो प्राकृतिक रूपमा पाउने चिज, माछा प्राकृतिक रूपमा पाइन्छ, त्यो चिज पनि युटिलाइज गरिरहेको छैनौँ हामीले, म्याक्सिमम् युटिलाइजेसन या वैज्ञानिक रूपमा व्यवस्थापन छैन। ल, अन्तमा अब आज एकदमै राम्रो कुराकानी भयो र यो कुराकानीलाई चाहिँ फेरि पनि जोड्ने, किन भन्दा हामी अर्कोचोटि पनि नयाँ एपिसोड सहित पनि आउन सक्छौँ। हजुरको अनुभव कस्तो भयो र हामीलाई सुन्ने दर्शक श्रोताहरूलाई अनि यो कृषि क्षेत्रमा लाग्नुभएको व्यक्तिहरू र अब जो चाहिँ राज्य सञ्चालन गरेर यो कृषि क्षेत्रको नेतृत्व गर्दै हुनुहुन्छ उहाँहरूलाई केही भन्नु चाहनुहुन्छ भने भनिदिनु होला। यस्तो हो, कृषि एउटा पेसा हो, व्यवसाय हो। त्यो हामीले पैसा मात्र होइन, पसिना पनि हामीले चाहिँ बगाएका छौँ, पैसा पनि बगाएका छौँ र सधैँ हामी कृषकहरू चाहिँ अब यो सिम्प्याथीको के सिम्प्याथी खोजेर मात्र बसिरहनु हुँदैन जस्तो लाग्छ होइन। कृषिको लागि, सन्ततिको लागि, आफ्नो सन्ततिको लागि र माटोको लागि कृषकले चाहिने ठाउँमा आवाज उठाउनुपर्छ भने आवाज उठाउनुपर्छ र कृषि गर्दा चाहिँ हामीले विज्ञान बुझेर चाहिँ कृषि गर्नुपर्छ। सधैँ हाम्रै पसिना, हाम्रो बलले मात्र खेती हुँदैन होइन। धेरै अगाडि पुगिसकेको छ आज विश्व होइन। हिजोको विश्व, हिजोको खेती पद्धति र आजको खेती पद्धति धेरै फरक छ। यो कुराहरूलाई चाहिँ हामीले के एडप्ट गर्न सक्नु पर्यो कि। हामी सधैँ जड भएर चाहिँ बसिरहनु पनि हुँदैन। तर त्यो सँगसँगै कृषिको नाममा चाहिँ हामीले माटो बिगार्नु पनि हुँदैन। माटो सधैँ जोगाएर राखिरहनुपर्छ र गर्न सकिन्छ यो कुराहरू चाहिँ। अब त्यही भन्छु, आफ्नो किसानले आफूलाई किसान होइन कृषि व्यवसायीको रूपमा हेर्न थाल्नुभयो भने चाहिँ यो सबै कुरा चाहिँ धेरै छिटो चाहिँ सुध्रिनेछ जस्तो लाग्छ। एकदम धन्यवाद ल ल भाइ।